आज चाहिँ तिम्रो के भएको कति ठुल्ठुलो देखेको भनेको फर्मला लाछु के यो भिडियो मनोरञ्जनको लागि बनाइएको हो। यदि कसैको भावनामा ठेस पुग्न गए माफी माग्न चाहन्छु। 4 महिनादेखि भिडियो नहालेकाले मेरो अडियन्सलाई आएको छैन अरे गु यत्रो महिना कहाँ मरिस भन्नुभयो होला। म मरेको छैन, म बाँचिरहेको छु। त्यसैले त्यही जिउँदोपनको महसुस गराउँदै भिडियोलाई सुरु गर्न चाहन्छु। तर सुरु गर्नुभन्दा अगाडि यदि तपाईहरुले पार्ट 1 हेर्नु भएको छैन भने प्लिज गएर एकचोटि हेरिदिनु होला। गाको गाई हो गाडी पछाडीबाट। आजको एपिसोडमा यो घोषको बाँकी रहेको इच्छा गरिदिन्छु पुरा। फेरि रोस्ट हान्नु मन थिएन तर दिमाग सन्क्यो जब मैले सुने यो कुरा। मेरो आएन यार, आँसु पनि आएन, सिगान पनि आएन, केही पनि भएन, मलाई केही भएन, चसक पनि भएन। अब अर्कोचोटि रोस्ट गर्ने बेला अलिकति स्वास्सै अलिक सिरिङ गर्ने खालको हुनु पर्यो। नभन्नु होला पिवाई अमृतले घोषलाई गर्नुसम्म गरो। साँच्चीकै यसलाई चसक्क भएको छैन भने माटिक्ने मारेर चोलेर रन्काइदिने पर्यो। ठिक ठाउँमा ल्यायो होला भनेको त मेरो त रोस्टले, तर उल्टै यस्तो भनेकी रहेछ यो गति छाडा घोषले। हुन्छ नि यस्तो पिवाई अमृत यस्तोहरू देख्दाखेरि क्या यो रोस्ट गर्ने मान्छे देखेरै मेरो त कस्तो भइसक्यो, फिलिङ्स आइसक्यो। भर कहिले हुँदैन रे नारी र गाडीको किचकन्डी जस्तो हाँसी त हाँस हेर्न राडीको कस्तो राम्रो नि जे अहिले पाएको भए त नि त्यो के भन्छ के हुन्थ्यो होला नि। म किन चाहियो र तिमीलाई त कुकुर नै छ त घर्नलाई ल्याप ल्याप गए है त केटाहरूमा घर्नलाई माथि चढेर ढ्याप ढ्याप। जे पनि यो घोष चाहिँ आफ्नो वेमा सही छ। यस्तो कति साह्रो ब्लग हाल्नुको कारण त यस्तो पो रहेछ। ब्लग भएपछि सबै कुराहरू देखाउँछु क्या म चाहिँ। नो ड्रामा क्या, देखावटी चाहिँ केही पनि छैन, जे हो त्यो रियल देखाइदिन्छु होइन। अन गरेर बस्नु होला तपाईहरू। अब थर्कीपनको ब्लग हेरौ न त एकचोटि कस्तो रहेछ देखावटी अनि ड्रामा नभएको ब्लग। जाँगे च्याटेला जस्तो भइरहेछ, हिँड्रहेछ, मजा ल म ब्लग भएपछि सबै कुराहरू देखाउँछु क्या म चाहिँ। नो ड्रामा क्या, देखावटी चाहिँ केही पनि छैन। देखावटी केही पनि छैन भन्दैमा यस्तो देखाउने होइन नि त। भन्न त धेरै हुन्थ्यो तर फेरि बनौली कन्सर्न मेरो पछाडिको देखाएको छु र मेरो त्यो पाल त देखाएको छैन नि त। मेरो अगाडिको देखिन आँटिसक्यो। मेरो गाडी आइरहेछ, दाम बाजे उल्टो बसिरहेछ, गाडी आइरहेछ। यस्ता छाडा ब्लग त कति छन् यसका सकिँदैन गनेर। त्यसरी फर्काएर नदेखा जाँठी फेरि छिराइदेला ड्राइभरले सुरुङ मार्ग भनेर।